गर्नु चाहिँ अलिकति टाइम मिलेन क्या, किनकि मैले चाहिँ बिर्सिहालेको छु कि भुसुक्कै माइन्ड यस्तो छ क्या मेरो। अनि अहिले चाहिँ घरमा आएर चाहिँ टक्कसँगले मैले चाहिँ यो इन गर्नुको लागि होइन। तपाईँहरूलाई के कस्तो लाग्छ सल्लाह सुझाव पनि प्रतिक्रिया दिनु चाहिँ नभुल्नु होला है। तर त्यो एउटा स्टेप स्टेप भएको ठाउँ चाहिँ म तपाईँहरूलाई लगेर जाँदैछु त गाइज। त्यही भएर चाहिँ फुल हेर्नुभन्दा पनि के हेर्नु चाहिँ हामी आइयो जस्तो लाग्छ तपाईँहरूलाई भन्दाखेरि चाहिँ हाम्रो यहाँ फुलभन्दा राम्रो राम्रो रहेछ नि त जुनहरू जस्तै होइन। फुलमा आँखै गएन नि। मान्छेहरू बेसी हुनुभएको कारणले गर्दाखेरि चाहिँ अलिकति हुन त भोटो भोटो भन्दैछु भिडियो होइन फोटोहरू लिनुको लागि अलिकति असमर्थ नै हुन्छ हुनु चाहिँ। तर मैले चाहिँ के गरेँ होइन लिएँ, मैले चाहिँ के गरेँ लिएँ। त्यही भएर चाहिँ होइन फुलहरूले पनि एकदम मस्त आनन्दले स्वागत गरेको छ सिजन। तपाईँको त्यो यो लगाइ त डेन्जर लाग्यो त मलाई त बाबा होइन। यो ड्रेसअपले चाहिँ यो थोत्रो हुन्छ यसलाई निकालेर ल भरेन। यस्तो ह्यान्डसम मान्छे किन मास्क लाउनु भएको यार? मास्क चाहिँ खोलिदिनु न यार। लास्टै ह्यान्डसम भन्यो नभए त होइन। हामी दुईजना हेर्नु को ह्यान्डसम देख्छ गाइस है? तपाईँलाई कुन मनपर्छ भन्नु होला हामी दुईजना मध्ये होइन। ह्यान्डसम ब्रोलाई पनि देखाइदिहाल्नु नि त आज। के भन्यो तिमीले ल भन। बिहामा लाउने कपडा नि कहाँ अहिले लाएर ए ला मैले त यार मिस्टेक गरेछु नि त। साजन यो गेट लगाऊ न यार। हेलो गाइज व्हाट्सअप है। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु होइन। आफ्टर लङ टाइम म चाहिँ आज तपाईँहरूसँग फेस टु फेस यसरी आउँदैछु क्या गाइज है। सन्चै हुनुहुन्छ, म पनि सन्चै नै छु। अघिसक्यो पनि भनिहालेँ। आज हामी चाहिँ कहाँ हिँड्नु लागेको भन्दाखेरि चाहिँ गाइज है, आज हामी फर्स्टमा चाहिँ साथीहरूसँग टक्क फुटबल खेल्नु जाने, भलिबल खेल्नु जाने होइन। त्यसपछि हामी चाहिँ आज चाहिँ चेरी ब्लोसम गाइज है त्यता कता फुल्दैछ अरे होइन। भन्दा पनि हामी छनानमा हिँडेको हो, त्यहाँ पनि जानुपर्ने छ। त्यो कारणले गर्दाखेरि हाम्रो गाइजहरू चाहिँ त रेडी छ। हाम्रो फेरि उता क्यामेराम्यान है गाइज त चाहिँ चटासँग होला होइन है। ओ के छ त अनि नयाँ नौलो खबर तिमीहरू भनिदेऊ नि त। भन्दाखेरि पनि हामी सबै ठिक छ अरे। के विशाल त आइहाल्छ नि गाइज। त्यही हो गाइज। अब हामी चाहिँ होइन बस चाहिँ अब अलिक लेट आउँछ, त्यही भएर चाहिँ हामी चाहिँ अब ट्याक्सीमा बुक गरेर जाँदैछौँ है गाइज। के भन्यो तिमीले ल भन। बिहामा लाउने कपडा नि कहाँ अहिले लाएर ए ला मैले त यार मिस्टेक गरेछु नि त। साजन यो गेट लगाऊ न यार। ल भन्न बिहामा लाउने कपडा नि कहाँ अहिले लाएर ए ला मैले त यार मिस्टेक गरेछु नि त। साजन यो गेट लगाऊ न यार। बिहामा लाउने कपडा नि पल्सल लाएर यो चाहिँ गाइज मेरो बिहामा लाउने कपडै हो त होइन। यो चाहिँ मेरो फुटबल सुज हो होइन। यो चाहिँ मेरो गिम्बल हो गाइज। यो नलाइकन निकालेर सजाएर के अरे पट्याएर राखेको क्या बिग्रिन्छ है यो त है। फेरि जस्तो जस्तो जहीँ त्यहीँ राख्नु हुँदैन है साजन है यो त। खतरा त्यो उ गरेको ओ माई गॉड अहिलेसम्मको खतरा। ओ माई गॉड हाम्रो चाहिँ ट्याक्सी पनि आइसकिसक्यो गाइज ल है। अहिलेसम्म थ्याङ्क यू गाइज। सुट गरेको लास्ट टाइम मलाई है यो ड्रेसअपले चाहिँ है यो थोत्रो हुन्छ यसलाई निकालेर ओके ल भरे ल यही लाउनु पर्छ। आउने बित्तिकै लगाइज हामी चाहिँ अब नास्किँदैछौँ है। अहिलेको लागि चाहिँ बाई है त गाइज। फाइनली गाइज हामी चाहिँ तल नामसल थाकेकोमा आइसकिसक्यो है। हाम्रो साथीहरू चाहिँ यहाँ पुरा रेडी भइदिएछ टक्कसँगले। अहिले चाहिँ फोटोसुटहरू पनि गर्छ। तर चेरी ब्लोसम भने चाहिँ यहाँ तल छ गाइज होइन। ह्यान्डसम ब्रोलाई पनि देखाइदिहाल्नु नि त आज। तर हाम्रो चाहिँ यहाँनिर पनि घुम्ने ठाउँ छ फेरि नामसलको त्याकेमा होइन। यो चाहिँ भन्छ साकुरा है गाइज। त साकुरा भन्छ यसलाई चाहिँ होइन। तर नेपालमा चाहिँ के भन्छ थाहा छ? यसलाई चाहिँ पयुँ भन्छ क्या है। तर त्यही हो अब ठाउँ अनुसार अलिकति डेभलप पनि हुन्छ। जुन माग्यौ सकिन दिन तारा माग्यौ चाहिनौ लिन यस्तो हान्नु त। भन के माग्छौ तिमी त छिन गाइज। हामी चाहिँ अहिले चाहिँ छोटो एउटा मिनी भ्लगमा छौँ है। हाम्रो साथीहरू चाहिँ पुरा भिडियो सुटिङमा छ भन्दाखेरि चाहिँ ल गाइज अब हामी चाहिँ साथीहरूसँग पर जान्छौँ होइन। हामी चाहिँ फाइनली चाहिँ नामसल थाकेकोमा आइसक्यो होइन। आज चाहिँ यहाँ फुटबल खेल्नु पर्नेछ। अनि हाम्रो लुगाहरू पनि आइसक्यो। लुगा तपाईँहरू वेलकम छ है हाम्रो यो ग्राउन्डमा है। तर तपाईँ त डेली आइराख्ने मान्छे नि हो होइन। यस्तो ह्यान्डसम मान्छे किन मास्क लाउनु भएको यार? मास्क चाहिँ खोलिदिनु न यार। लास्टै ह्यान्डसम भन्यो नभए त होइन। हामी दुईजना हेर्नु को ह्यान्डसम देख्छ गाइस है? तपाईँलाई कुन मनपर्छ भन्नु होला हामी दुईजना मध्ये। ल नम्बर हामी स्क्रिनमा राख्छौँ हो त स्क्रिनमा लाग्छौँ ल गाइज है। हामी चाहिँ धेरै छ दर्शकहरू पनि छ, पर्तिर पनि छ दर्शकहरू होइन। साकुरा फुल फुलेर लटरम्म भएको छ यहाँ चाहिँ है। अब अनि यता पनि दर्शकहरू यसरी बसिराख्नु भएको छ यसरी यहाँ
ल्यापटप स्यापटपहरू लिएर बसिराख्नु भएको छ त्यही हो अहिलेको लागि चाहिँ बाई फाइनली गाइज है हामी चाहिँ ठाउँजात पनि गरिसकेर आइसकिसक्यो होइन अनि यक पनि गरेर आइसकिसक्यो हामी चाहिँ अब लगभग अब पुग्ने ठाउँ हाम्रो डेस्टिनेसन भनेको चाहिँ अब लगभग 5 मिनटमा भित्र पुगिन्छ है गाइज तपाईँहरूलाई म वृत्तान्त कुरा चाहिँ तपाईँ त्यहाँ म देखाइदिन्छु तपाईँहरू हेर्दै जानु होला होइन के कस्तो लाग्छ है गाइज फाइनल्ली गाइज हामी चाहिँ लगभग 7 बजी नै आइसकिसक्यो होइन टक्कसँगले साथीहरूसँग चाहिँ तर अहिले चाहिँ के हुन्छ भन्दा यहाँ चाहिँ अलिकति क्लियर चाहिँ पुरै छैन जस्तो लाग्यो कि अहिले किनकि अहिले उज्यालो भएको थियो नि त त्यही कारणले गर्दाखेरि हजुर यो साँच्ची त्यो भिडियोतिर चाहिँ गरेको चाहिँ कतापट्टिको यतापट्टिको सिन हो कि के हो यहाँनिर चाहिँ एकदम बेस्ट ठाउँहरू एकदम राम्रो छ गाइज है अब हाम्रो घुम्ने ठाउँ पनि यही हो हाम्रो सरहरू पनि एकदम रेडी भएर बस्दै हुनुहुन्छ यतातिर हामी चाहिँ अलिकति थोरै अगाडि आएको छौँ तर अब लाइटहरू बल्नु स्टार्टिङ हुँदैछ है गाइज हाम्रो यता फेरि क्यामेराम्यान चाहिँ टक्क क्यामेरा बोकेर सर हिँड्दैछ है गाइज होइन अब तर फोटो सुट गर्नेहरू पनि एकदम बेसी छन् क्या यहाँ चाहिँ गाइज यहाँ मान्छेहरू चाहिँ एकदम बेसी छ कि अब चाहिँ टाइम स्टार्टिङ हुँदैछ है गाइज ल हेर्नुहोस् तपाईँहरूको भ्यूहरू हाम्रो साथीहरू पनि यता क्यामेरा पुरा तेर्छाएर बसिरहन्छ क्यामेरा हान्दैछ हाम्रो गाइजले चाहिँ होइन तर होइन एकदम बेस्ट प्लेस चाहिँ रहेछ है गाइज तपाईँहरू पनि घुम्न आउनु चाहनुहुन्छ भने चाहिँ यो वाङसन छन् भनेको थोङनाङ्गु वाङसन छन् भन्ने ठाउँमा चाहिँ हो त्यही भएर चाहिँ यो चाहिँ लगभग थङमेलबाट चाहिँ नजिक नै छ अनि यस्तो दामी भ्यू छ हेर्नु न आम्बो ल अझै भ्यू आउनु त बाँकी नै छ नि भ्यू आउन चाहिँ अझै थोरै अलिक एकछिनबाट चाहिँ हाम्रो डेन्जर भ्यू आउँछ क्या होइन अनि सर तपाईँलाई कस्तो लाग्दैछ त हाम्रो होइन टुर आजको चाहिँ होइन रमाइलो छ यहाँ चाहिँ हजुर अब स्प्रिङ सिजन सुरु भयो नि त फुलहरूले पनि एकदम मस्त आनन्दले स्वागत गरेको छ सिजन तपाईँको त्यो यो लगाइ त डेन्जर लाग्यो त मलाई त बाबा होइन मराट लाग्यो कि यो चाहिँ वा डेन्जर छ नि हाम्रो सब त्यतिकै हान्छ त्यो लाग्यो त झन् डेन्जर हान्छ भने देखिन्छ नि होइन त्यही भएर चाहिँ मेरोसँग छ नि हाल्ने हो फोटो हान्दै जाऊँ न यसो सर आउनु न कस्तो झन् यसले त मारेको छ नि यो लुक्सले त बाबा वाउ यो लुक्सले त नि हाम्रो सबैले त मारेको छ नि हो या तर पानी चाहिँ यस्तो दामी बगेको रहेछ कि यार सररररररररररररर यहाँबाट चाहिँ यस्तो सररररररर जाँदै अनि अघि मैले भनेको थिएँ नि मेरो पनि फोटो सुट एकछिनमा हुन्छ भनेर अनि मलाई चाहिँ अरूले चाहिँ फोटो सुट गर्दै थियो होइन मेरो चाहिँ फोटो अनि म चाहिँ पुरा फोटो सुट गर्दै थिएँ मलाई त सञ्जीव सरले चाहिँ पुरा मेरो चाहिँ यो भिडियो बनाइदिएको हुन्थ्यो अनि अरूले चाहिँ यस्तो पोज गर्नु न भनेर थियो मलाई अनि मैले चाहिँ पुरा दिँदै थिएँ अनि यतापट्टि हेर्दाखेरि त दुईवटा सर्ट झर्कै अनि यस्तो हेर्दैको लजाएर गइक्यो फाइनली गाइज हामी चाहिँ सक्कसँगले घुमियो होइन सबैजना पनि देखिसकिसक्यो साथीभाइहरू पनि एकछिन पर भेट्यो होइन र फोटोसोटो पनि खिच्यो होइन अब हाम्रो चाहिँ साथीहरू चाहिँ यता पर फेरि टक्क के खिच्दैछ भन्दाखेरि भिडियो हल्का त्यहाँ अलिक एउटा मिलेन अरे कि उसको त्यही भएर चाहिँ पुरा हान्दैछ है गाइज होइन तपाईँहरू यो हेर्नु न होइन यो कस्तो दामी बेच्नु रहेछ कि होइन तर यो चाहिँ मैले चाहिँ मेरो बेबी छैन के गर्नु होइन त्यही भएर चाहिँ म चाहिँ यो चाहिँ किन्नेवाले चाहिँ छैन गाइज है बाबा ल है अब म तपाईँहरूलाई फेरि यहाँ तल लगेर जान्छु ल यहाँनिर कस्तो बबाल रहेछ क्या यहाँ चाहिँ आम्बो है हाम्रो साथीहरू चाहिँ पुरै अगाडि जाँदै हुनुहुन्छ होइन हेर्दै जाँदै हुनुहुन्छ तर अलिक म चाहिँ यता तलतिर जानु पर्यो क्या यता पनि दामी छ छन चाहिँ
तर खोला त्योभन्दा अझ दामी छ क्या यहाँ चाहिँ पानी हेर्नुहोस् न ओसेट मान्छेहरू बेसी हुनुभएको कारणले गर्दाखेरि चाहिँ अलिकति हुन त भोटो भोटो भन्दैछु भिडियो होइन फोटोहरू लिनुको लागि अलिकति असमर्थ नै हुन्छ हुनु चाहिँ तर मैले चाहिँ के गरेँ होइन लिएँ मैले चाहिँ के गरेँ लिएँ त्यही भएर चाहिँ होइन तर त्यो एउटा स्टेप भएको ठाउँ चाहिँ म तपाईँहरू लगेर जाँदैछु त गाइज त्यही भएर चाहिँ फाइनली गाइज म चाहिँ स्विमिङतिर लागेँ तपाईँहरू कतातिर हुनुहुन्छ है म स्विमिङ चाहिँ गर्दैछु तर र अनिमा धेरै कुरा अड्किन्छ कि त्यही कारणले गर्दाखेरि चाहिँ गाइज है स्विमिङ चाहिँ गर्दैछु तर मैले चाहिँ गफले स्विमिङ गर्दै गरेँ है गाइज है यो चाहिँ के हो लभ इज लभ भनेको छ माया भनेको माया लभ इज लभ त्यही भएर चाहिँ हाम्रो साथीहरू चाहिँ यतातिर पुरा भिडियो सिडियोहरू पुरै खिचेर रेडी सेडी गरिसक्नु भयो होइन गाइज अब लगभग हामी भनेको चाहिँ यतिसम्म मात्रै अब फिर्किनु लागेको है गाइज है तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिनु नभुल्नु होला है त गाइज फाइनली गाइज अब हामी चाहिँ होइन फिर्किनु लाग्दै गरेको अवस्थामा चाहिँ मैले चाहिँ यो माथि पुलमाथिबाट आएर चाहिँ यस्तो तपाईँहरूलाई चाहिँ भ्यू देखाइदिएको के कस्तो छ के छ भनेर नि होइन तल पनि मैले अघि गएर देखाउँछु होइन हेर्नुभयो नि तपाईँहरूले हेर्नु चाहिँ तर अझै बेस्ट चाहिँ यहाँ माथिबाट आउँछ त्यही कारणले गर्दाखेरि चाहिँ म यहाँ माथि आएर देखाइदिएँ कि तपाईँहरूलाई नि भ्यू नि गाइज है अब त्यही हो अब यता तल्लोपट्टिको म तपाईँहरूलाई भ्यू देखाइदिन्छु ल है देख्नुभयो बाबा कस्तो बबाल छ है यो साकुरा भने त साकुरा हो नि हुनु त नेपालमा चाहिँ यसलाई चाहिँ पोयोँ भन्छ तर कोरियामा चाहिँ साकुरा के डेन्जर रोपेको रहेछ है त्यस खुसी लाग्यो आयो हामी घुम्यो फाइनली गाइज हामी चाहिँ अब सबै घुमेर पनि आइसकिसक्यो होइन यो साकुरा पनि पुरै हामीले चाहिँ फनी बनाइसक्यो अब लगभग हामी चाहिँ ठाउँमा आइसकिसक्यो है गाइज जानु पर्ला यस्तो सानो चेपारोमा हामीले चाहिँ राखेको थियौँ होइन अब हामी लाग्दिउँ न त है एकदम घुमाइ पनि रमाइलो भयो के हो अरे गुनाज अरे मास्क लगाएर हामीले मास्क लाउनु पर्दैन नि अटो हो कि हाम्रो त मास्क छ्याप्प लाग्छ धुलोमा आउने बित्तिकै धुलो फेरि नहुने बित्तिकै हाम्रो सटक खोल्छ क्या अलिक बेसी नै गफ होला अलिक लागि बाबा फुल हेर्नुभन्दा पनि के हेर्नु चाहिँ हामी आइयो जस्तो लाग्छ तपाईँहरूलाई भन्दाखेरि चाहिँ हाम्रो यहाँ एउटा मेरो भाइ छ कि अरुण सिंहले भनिन्छ भन्दै नि त ल हामी फुल भन्दा चाहिँ हामी केमा आकर्षित भइयो तर फुलभन्दा राम्रो रहेछ नि तनाव जुनहरू जस्तै होइन फुलमा आँखै गएन नि म चाहिँ अघि होइन आज साथीहरूसँग टक्क घुम्नु गएको थियौँ नि त अनि घुम्नु जाँदाखेरि चाहिँ मैले आज अघि इन गर्नु चाहिँ अलिकति टाइम मिलेन क्या किनकि मैले चाहिँ बिर्सिहालेको छु कि भुसुक्कै माइन्ड यस्तो छ क्या मेरो अनि अहिले चाहिँ घरमा आएर चाहिँ टक्कसँगले मैले चाहिँ यो इन गर्नुको लागि होइन तपाईँहरूलाई के कस्तो लाग्छ सल्लाह सुझाव पनि प्रतिक्रिया दिनु चाहिँ नभुल्नु होला है जहाँसम्म चाहिँ इन्टरटेनमेन्ट गरायो तपाईँहरूको मनमुटुमा बस्न सफल बनाए त्यो दृश्यहरू देखाएर होइन यो चेरी ब्लोसम फुल यो टाइममा फुलेको हुन्छ त्यही कारणले गर्दाखेरि कोरियामा चाहिँ है अनि तर यो चाहिँ खासै ठुलो कुरो चाहिँ होइन हुनु त तैपनि मैले चाहिँ आज घुम्नु जाँदाखेरि यसो हल्का भ्लग बनाइदिएको नि त नबनाएको पनि धेरै भएको थियो त्यही कारणले गर्दाखेरि चाहिँ गाइज तपाईँहरूलाई के कस्तो लाग्छ सल्लाह सुझाव पनि प्रतिक्रिया दिनु चाहिँ नभुल्नु होला है अनि लास्टमा तपाईँहरूले गर्नुपर्ने कर्तव्य र काम चाहिँ के हो थाहा छ नि होइन गाइज है हेरिसकेपछि है लाइक कमेन्ट अनि सेयर लास्टमा चाहिँ सब्सक्राइब गर्नु चाहिँ प्लिज नभुल्नु होला त्यही छेउमा रहेको बेल आइकन ट्याङ्ग दबाउँछु नि अवश्य पनि तपाईँहरूले गर्नुहुन्छ भन्ने पूर्ण विश्वासका साथ ओके थ्याङ्क यू सो मच फर द वाचिङ है गाइज के कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया चाहिँ अवश्य पनि दिनुहुन्छ भन्ने पूर्ण विश्वास त साथ मैले हजुरहरूसँग बिताउन चाहे अब नेक्स्ट भिडियोमा म आउनेछु अहिलेको लागि चाहिँ बाई